हेलो एन्ड नमस्ते, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ मैले भान्टा र आलुको ग्रेभी लिएर आएको छु। हजुरले पनि ट्राई गर्नुहोस् यो तरिकाबाट, एकदम मिठो हुन्छ। चाहिँ यहाँ भान्टा लिइसकेको छु। यो भान्टालाई चाहिँ अलिक ठुलो ठुलो गरेर काट्नुहोस्। यसलाई चाहिँ फ्राई गर्नुपर्छ। एउटा प्यान लिनुहोस्, प्यानमा चाहिँ थोरै ओइल राख्नुहोस् अनि यो अघि काटेको भान्टालाई यसमा मजाले तार्नुहोस् ब्राउन हुन्जेलसम्म। हाम्रो भान्टा यतिको भइसकेको छ र यसलाई एउटा भाँडो लिनुहोस्, भाँडोमा निकालेर राख्नुहोस्। मैले चाहिँ आलु बोइल गरिसकेको थिएँ पहिले नै, तर आलुलाई पनि थोरै तार्नुहोस् ब्राउन हुन्जेलसम्म। अनि यतिको भइसकेपछि यसलाई पनि निकालेर एउटा भाँडोमा राख्नुहोस्। मैले चाहिँ यहाँ ओइल पहिले नै रेडी पारिसकेको थिएँ र यसमा प्याज राख्नुहोस् र केही बेर मजाले चलाउनुहोस्। यसको कलर नआउन्जेलसम्म चलाउनुहोस्। यतिको कलर आइसकेको छ र यता लसुन र गोलभेडालाई पेस्ट गराउनुहोस् अनि त्यसलाई एड गर्नुहोस्। त्यसलाई चाहिँ मजाले चलाउनुहोस्, मजाले पाक्नुपर्छ। यो केही बेर मजाले चलाउनुहोस्। यो भइसकेपछि थोरै हल्दी राख्नुहोस् अनि स्वाद अनुसार नुन राख्नुहोस्। थोरै धुलो खुर्सानी राखेर यसलाई केही बेर मजाले चलाउनुहोस्। यतिको भइसकेपछि थोरै पानी राखेर यसलाई चाहिँ छोपिदिनुहोस्। यो चाहिँ यहाँ मजाले पाकिसकेको छ। हेर्नुहोस् त कस्तो राम्रो ग्रेभी भइसकेको छ र अघि तारेको चिजलाई चाहिँ यसमा मिक्स गर्नुहोस् र मजाले चलाउनुहोस्। मसला मजाले तरकारी सबै ठाउँमा लागुन्जेलसम्म चलाउनुहोस्। हेर्नुहोस् त हाम्रो यहाँ कति मजाले मिक्स भइसकेको छ र मैले यसमा थोरै कागती पनि राखेको छु। हाम्रो त्यतिर गोलभेडा अलिक गुलियो हुन्छ क्या, त्यही भएर कागती राख्नुपर्छ। तर थोरै धनिया छर्किनुहोस्। हाम्रो मजाले यहाँ ग्रेभी भइहाल्यो। आलु र भान्टाको कति मिठो हुन्छ, हजुरले पनि ट्राई गर्नुहोस्। आज चाहिँ मैले खाएको पनि भिडियो राखेको छु। हेर्नुहोस् त कस्तो राम्रो देखिरहेको छ। हजुरले पनि ट्राई गर्नुहोस् र मलाई लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोस् है।